Slowly open your eyes. Namaste. Okay, actually yoga भनेको के हो भन्दाखेरि yoga is a Sanskrit word. It's a Sanskrit word, derived from a Sanskrit word called yug, Y-U-G. J, sorry, yug भन्छ हैन. It means to bind, attach. हो? It means to bind, attach, to unite भन्छ. To unite with whom भन्दाखेरि अब इन एन्सियन्ट टाइम्स के भन्थ्यो भन्दाखेरि अहिलेको डेफिनेसन र एन्सियन्ट टाइम्सको डेफिनेसन मिल्दैन होइन. एन्सियन्ट टाइम्समा चाहिँ टु युनाइट यर आत्मा विथ द परमात्मा भनेर भन्थ्यो है. अहिलेको जुन चाहिँ अब जुन सिनारियोले हेर्दाखेरि अब योगा मेनली देयर इज नो प्रपर डेफिनेसन अफ योगा एक्चुली. एउटा प्रपर डेफिनेसन छैन. देयर आर डिफ्रेन्ट डेफिनेसन्स फ्रम डिफ्रेन्ट स्कलर्स होइन. डिफ्रेन्ट अब योगिसहरूको आफ्नो आफ्नो डेफिनेसन छ. So, if you have got हुनुहुन्छ हाम्रो श्री भारती कृष्ण तीर्थ उहाँले चाहिँ भन्नुहुन्छ oneness of man with God is known as yoga. अर्को हुन्छ हाम्रो लर्ड कृष्णले जुन भगवत गीतामा भन्नुभएको थियो स्किल इन एक्सन or efficiency alone is yoga. Now, in the same position, we will do a rotation. Clockwise, first clockwise, 5 times. 1, 2, 3, 4, 5. Now anti-clockwise, 5 times. 1, 2, 3, 4, 5. Anti-clockwise, 1, 2, 3, 4, 5. Nice. Now, in the same position, we will do a rotation. Clockwise, first clockwise, 5 times. 1, 2, 3, 4, 5. Now anti-clockwise, 5 times. 1, 2, 3, 4, 5. Anti-clockwise, 1, 2, 3, 4, 5. Both pose, both pose. This is both pose. Now next asana, we will do Paschimottanasana asana. Straight the body, side the back, straight the shoulder. Now lean forward. Start. Exhale. Yoga is all about breathing. Exhale. Start. Those who can touch your toes touch गर्दा हुन्छ हातले. जस्तो हुँदैन यस्तो साइडमा काफको पछाडि पक्रेर घोप्छ. यो नीमा टच गर्नुपर्छ हेडले. This is called Vajrasana. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10. What happens?
Baseline up focus. Down, up, stay. यसलाई भन्छ क्याट पोज बिरालोको पोज बिरालो क्याट पोज लुक फरवर्ड दिस इज फर ब्यालेन्स concentration focus okay next leg please don't take help relax. Now go down slowly. Exhale. Try to touch your knees, up to the body. Now next pose. Relax मजा आउँदैछ If you do it regularly, you will feel very nice. Okay. Next asana. पहिला bend गर्नुहोस् right. Sorry, take your right. अगाडि लानुहोस् यसलाई. Now bend it. Bend this right. Leg arm अगाडि लानुहोस्. अन्त face forward अगाडि हेर्नुहोस्. यसलाई भन्छ it is known as Ashwasanchalasana. Ashwasanchalasana पनि भनिन्छ यसलाई. पछाडिको जति सक्दो भुँड चाहिँ खासमा भुइँमा हुँदैछ. नमस्कार, गुड मर्निङ। आज 12th इन्टरनेसनल योगा डे राङ्का सिनियर सेकेन्डरी स्कुलमा पालन गरिरहेका छौँ भने अघि बिहान 7 बजेदेखि यो योगाको प्र्याक्टिसेसहरू भइरहेको छ र योगा विषयमा अलिकति छोटकरीमा जानकारी दिन चाहिँ यो 11 डिसेम्बर 2014 को दिन चाहिँ युएनएको जनरल एसेम्ब्लीमा यसको पास गरिएको थियो र जसलाई 175 कन्ट्रीहरूले अनुमोदन गरेर 21 जुन इन एभ्री मन्थ चाहिँ यो योगा इन्टरनेसनल योगा डे मनाउने भनेर चाहिँ युएनओले पारित गरेको थियो र अहिले यो डब्लुएचओद्वारा वर्ल्ड हेल्थ अर्गनाइजेसनद्वारा 21 जुनलाई एभ्री इयर इन्टरनेसनल योगा डे मनाइँदैछ र त्यहीको सन्दर्भमा हामी स्कुलले पनि एउटा योगा डे पालन गर्दैछौँ भने यो हाम्रो लागि अलिक अति नै खुसीको कुरा हो किनकि योग गर्नाले चाहिँ आफ्नो शरीर स्वस्थ रहन्छ र आउने भावी पिँढीहरूलाई यसको हामीले प्रचार प्रसार प्रचुर मात्रामा गर्यौँ भने योगले व्यक्तिगत फाइदा हुने हो। यो कसैलाई कुनै सामूहिक रूपमा कसैलाई संस्थालाई कसैलाई फाइदाको हुने कुरा होइन, तर यो चाहिँ व्यक्तिगत फाइदा हुने कुरा भएकोले गर्दा यो आफ्नो निम्ति गर्नुपर्ने एउटा एक्सर्साइज हो र यति भन्दै बिदा चाहन्छु। धन्यवाद।